2082 सालको दसैँ चाहिँ हाम्रो यस्तो भएको छ। अस्तिको दिनसम्म हामी यही बाटो गाडीमा गएको थियौँ। आज भान्जीको खुट्टा अघि घाइते भइसकेको छ हिलोले ढुङ्गाले। हाम्रो सानी यहाँ आइरहेछ मामा घर जानको लागि। आफ्नो करहुमोलाई चाहिँ हिजो रुवाएर आयौँ हामी। सानी र उसका दिदी पापा आज यो त माधवपुरसम्म पुग्दा पुरै घाइते हुन्छ होला। असारमा पनि मूल नफुटेको, असोजमा मूल फुट्नु पनि यो पहिलो पटक रेकर्ड हुन सक्छ। पानी छङ 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 भनिरहेछ। भान्जी लु त्यस्तो चाहिँ नगर्नु नि। ढुङ्गा आउँछौ त पर हिँड्नु पर खाल्टामा पानी आउँछ। लु आउँछ कि यत्रो यत्रो ढुङ्गा झरेको देख्नु भएन त्यसो। लु हिँड्नु न यो त्यहाँ असोजको टिका भोलि पूर्णिमा छ। आज पूर्णिमाको अगाडिको दिन बादलहरू यस्ता छन्। पानीको मूल चाहिँ यसरी फुटिरहेछ नि कहिले। नानी छि आऊ बेबी। बेबी तिमी कहाँ जाँदैछौ? मामा घर भन्। ए मामा घर म चाहिँ किन जानु? यो पारी रागापुर चाहिँ यस्तो छ। घाम डुब्न लाग्यो। घाम बिहानदेखि नदेखि भर्खर त्यति देखेछ। सानी र उसको पापा बिहाल। बत्ती सत्ती छैन, नेट वाइफाई 2 दिन भइसक्यो। 2 दिन भइसक्यो। एकदम रमाइलोको जिन्दगी यस्तै भए। पालिकाको इन्भर्टरमा चार्ज गरेर ल्याएको। यस पानीको मूलहरू चाहिँ यसरी फुटिरहेछ। फुट्यो मूल त साँच्चै मुख हो। त्यो पुछी गर मजाले पुछी गर सानो। वाउ ल मुख पनि धुनु। मुख धो। मुख मजाले छापी गर। वाउ यता पनि यो घाउ निको हुन्छ यो पानी। मुख धो यसो गर। मुख धो उयोले मुख धो मजाले छापी गर मुख। त्यही सफी गर्ने। खोला नाला छङ 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 भनेर नकराएको थुप्रो भएको थियो। बल्ल असोजमा करायो। साँच्चै यो त मूल कहिले म यो बाटो अहिलेसम्म नफुट्यो थाहा थिएन हो। धेरै भएको थियो। लु जा पानीको मूल चाहिँ माथिबाट फुटेर आएको छ। यहाँ हामी असार साउनमा स्कुल आउँदा नि यति धेरै मूल फुटेको देखेको थियौँ न। यहाँ चाहिँ यत्रो धेरै रोपाइ गर्ने पर्ने खालको मूल फुट्या छ। कत्रो पानी।
पखन हो बुढो पख्नुस् मेरो मोबाइल नि ल्याइदिनु भएको हो डाइपर त लिएर आएको थिएँ कहिले आउनु जो लु तिमी अब नखिच्ने भएछ मामाको भिडियो खिच्दिनु सानो कति छिटो हिँडेको सानो बाइक सायक साधन केही छैन हिँड्न नि रमाइलो छ जहिले गाडी बाइकमा हिँडिन्थ्यो आज न गाडी न बाइक खुल्ला आनन्दको जिन्दगी स्वतन्त्रको छोरी नि यति रमाएको छ कि कम बेबी कम 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 आओ बेबी कम बालो माटो माटो ल मम्मीले इस खोइ इस खोइ ऊ भन इस गर साना वाउ कस्तो राम्रो भ्यू यो भान्जीको मेरो गुधुली साँझ भइसक्यो हामी चाहिँ माइतो जाने प्रयास जारी भइरहेछ आफ्नो बाउआमा नभए पनि यसो काका काकी हुनुहुन्छ त्यसमै रमाउने कोसिस गर्दैछौँ ल यस्तो गोधुली साँझमा पहिरोको बिचमा हैन सारामसिका रुँदै रुँदै मामा घर है पख सानी ऊ तल मम्मीले बोकी गर्छ ल ऊ यहाँबाट म बोक्छु ल यो पहिरो तरेपछि पख सानी हो त्यहाँबाट बोकी गर्छु ल यो गोधुली साँझ हाम्रो पनि बाध्यता व्यवस्था ल ल त्यहाँबाट दिनु यहाँबाट हिँडाउँछु तिमीहरू कट्नु फेरि दौडिँदै आउँछु ल ल ल ल ओके साना ल